नहराओस् कसैको पनि जङ्गलमा गएर भरे फोन हराइराखेको श्रम गर्न आयो भरे लास्टमा त फोन पो हराइराखेको फाइदा हुँदैन चोटपटक नलागोस् कसैलाई पनि हामी जस्तो गएको छौँ त्यस्तै पर्छ अलिअलि सास बढेको पसिना आएको त्यो त नर्मल हो होइन तर खुट्टा मड्केको होइन चोट लाग्यो भनेदेखि राम्रो हुन्छ त्यो नहोस् भनेरै मैले यो भनेको नत्र नभन्दा पनि हुन्छ होइन त्यसले गर्दाखेरि सेफ्टीको कुरा हामीले बुझ्नु जरुरी छ हिँड्दाखेरि ढुङ्गा नलडाउने होइन पछाड मछाड गर्दै नहिँड्ने ती कुराहरू छ अब माथि काम कसरी गर्ने भन्ने बारेमा त त्यही साइडमै हामीले चाहिँ भनिहाल्छौँ कसरी खन्ने भन्ने बारे छोरीचेलीले सुनको गहना लगाएर ल्याउनु भएको छ भने त्यसलाई फुकालेर अहिले पर्समा अथवा चेनवाला झोलामा राख्दा राम्रो भरे त्यहाँ गएर सेउलाहरूले तानेर होइन सिक्रीहरू हरायो भने त्यो पनि नोक्सानै हुन्छ होला कि अब हामीसँग बाटो नै छ कि होइन छ भने त हराउने हुन्छ होला भन्ने हुन्छ होला तर छ जस्तो लागेन मलाई छ भने हात उठाउनु न कसैको है त्यसले गर्दाखेरि है श्रमदानमा आउँदाखेरि कानमा झुम्काना होइन केहरू लगाएर आउनु हुँदैन है यो पनि एउटा कुरा याद गर्नु होला अब हामी चोटपटक नलागोस् भन्ने हामी सबैको जिम्मेवारी हो सबैले सोचिरहन्छौँ तर कोही कसैलाई लागिहालेछ भने हामीसँग मेडिकल टिम छ होइन यस्तो माइक बोक्ने मान्छे लिडर हो भनेर बुझ्दा हुन्छ यस्तो माइक हामी त्यसै जो पहिला दिँदैनौँ यस्तो माइक हुने मान्छेलाई भन्नु होला अथवा पुरानो संवाददातालाई भनेर मेडिकल टिमले आएर प्राथमिक उपचार गरेर होइन हामी त्यसलाई तत्काल चाहिने उपचार गर्छौँ त्यो पनि कुरा छ हामीले बुझ्नुपर्ने कुरा अब पानी लगिएको छ यो पानीको चाहिँ होइन बोतल ठुलो छ अब एक बोतल फटै खान सक्दैन होइन म जस्तो एटलिस्ट म चाहिँ सक्दिनँ कसैको चाहिँ सक्छ होला अलिक पुड्केछु नि त सानो त्यसले गर्दा यो पानी चाहिँ अलिकति खाने फाल्ने गरिएको पाइएको छ त्यस्तो नगरौँ होइन यो अत्यन्तै महँगो हुन्छ यहाँ त छैन त्यहाँ माथि पुऱ्याउँछ महँगो हुन्छ त्यो पानी चाहिँ सबैले बाँडेर खाने अलग्गै पानी खाने पनि गर्नुपर्छ यी कुराहरूलाई ध्यानमा तपाईँले राख्नु होला र त्यति राख्यौँ भनेदेखि तपाईँ हामी सुरक्षित हुन सक्छौँ र हामी गएको मान्छेहरू मध्ये यहाँ सुन्नुहोस् है यहाँ उपस्थित हुनुभएको सबै मान्छे माथि जान सक्छ जस्तो मलाई लाग्दैन होइन कोही त्यस्तो मेडिकल समस्या भएको मान्छे प्रेसरको समस्या यस्तो समस्या छ भने त्यो मान्छे यहीँ बस्दा हुन्छ है हिँड्न सक्छु भन्ने त जाँदा हो त्यस्तो खालको मान्छे चाहिँ यहीँ बस्छ किनभने माथि गएर झन्छ र त्यो भयो भने फेरि उसलाई पो बोक्नु क्या है हाम्रो काशीमान दाई लगायतका ज्येष्ठ नागरिकहरू पनि आउनु भएको छ हामीलाई हौसला दिनलाई 88 वर्ष पुगेर पनि आउनु भएको छ उहाँलाई धन्यवाद दिन चाहन्छु उहाँ जस्ता ज्येष्ठ नागरिकहरू पनि आउनु भएको छ 2-3 जना तपाईँहरू यहीँ बस्ने त्यहाँ माथि आउने होइन ती चिजहरू छन् र लगभग मैले यिनै कुराहरू राखेँ र अब केही कुराहरू अझै पनि छ